मिनासाङ कोन्निचिवा नमस्ते। आज हामी यस भिडियोमा जेएफटी बेसिक अथवा जेएलपिटी इन्फोमा आउने लिसनिङको पार्ट 10 लिएर आएका छौँ। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीले अलरेडी पार्ट 9 सम्म अपलोड गरिसकेका छौँ। मैले डिस्क्रिप्सनमा प्लेलिस्ट राखिदिएको छु, कृपया त्यहाँ गएर हेर्नुहोला। यति मात्रै नभएर स्क्रिप्ट एन्ड भोकाबुलेरीको, कन्भर्सेसनको अनि रिडिङ सबैको धेरै नै पार्टहरू राखिसकेका छौँ, गएर हेर्नुहोला है त। ल आउनुहोस् सुरु गरौँ है त। जेएफटी बेसिकमा जहिलेसुकै हजुरहरूलाई हामीले भन्ने गरेका छौँ, पहिला क्वेसन मार्क पढ्नुपर्ने हुन्छ। क्वेसन नेपालीमा पनि पढ्न पाइन्छ। जस्तै यहाँ 1 नम्बरमा छ, मैले आज 12 वटा क्वेसन लिएर आएको छु। हेर्नुहोस् त, योशिदा सान वा दोनो हितो देशु का, अथवा योशिदा सान चाहिँ कुन व्यक्ति हो। ल हेर्नुहोस् त, यहाँनिर 3टा उस्तै उस्तै खाले मान्छे छन्। पहिला सुनौ, एन्सर चुज गरौँ अनि नेपालीको सेचुमे सुनौ है त। これ、吉田さん、ずいぶん痩せたのね。昔は丸い顔だったのにね。サッカーを始めてから痩せたんだよ。それで、メガネしていないのね。そうなんだ。コンタクトにしたんだ。はい。कति नम्बर अप्सन हो जस्तो लाग्यो नि मिनासान। ल भन्नुहोस् त, हेर्नुहोस् त। ल सुरुबाट फेरि सुनौ है त। これ、吉田さん、 यो योशिदाजी हो अरे। ずいぶん痩せたのね。 जुइबुन यासेता नोने भनेको एकदमै धेरै गल्नु भएको रहेछ नि है भन्नुभएको छ। 昔は丸い顔だったのにね。 मुकाशिवा भनेको मुकाशी भनेको पहिला चाहिँ मारुई खाओ भनेको गोलाइटो खाओ के, यसलाई मारुई खाओ भनिन्छ। यी दुईटालाई हेर्नुहोस् त, पहिला चाहिँ कस्तो थियो अरे त, गोलाइटो खाओ थियो, तर पनि नोनी भनेको थियो, र पनि भए तापनि サッカーを始めてから痩せたんだよ。 साक्काओ हाजिमेते कारा, फुटबल सुरु गरेपछि के गर्नुभयो त, गल्नु भएछ क्या। यासेतान्दायो भनेको गल्नु भएछ। ल गल्नु भएको पिक्चर कुन होला अन्दाज गरिसक्नुभयो होला। それで、メガネしていないのね。 त्यसैले अहिले चाहिँ चस्मा मेगाने हो स्टे नाइ नोने, चस्मा लगाउनु भएको रहन्छ नि है अरे। そうなんだ。コンタクトにしたんだ。 त्यही त नि है, के गर्नुभयो रहेछ त, कन्ट्याक्ट के, चस्मा नलाइकन भित्र आँखाभित्र हाल्ने कन्ट्याक्ट हुन्छ नि, हो त्यसमा गर्नुभयो रहेछ। ल हेर्नुहोस् त, इचिबान मारुई खाओ छ, साम्बान पनि गोलो खाओ छ, थादासीको ताए कति नम्बर भयो त, निबान भयो। मिलेको थियो के थियो कमेन्ट गर्नु होला है त। यो यासेरु भनेको गलेको, यो दुईटा हेर्ने बित्तिकै के भयो त, निबान चाहिँ थादासीको ताए भयो है त। यसरी नै निबान सुन्नुहोस्, कमेन्ट गर्नुहोस् अनि थादासीको ताएतिर जाउँला है त। 今朝も पहिला के गर्न पर्यो त, क्वेसन बुझ्न पर्यो। जेएफटी बेसिकमा मागा यात्ते नाएको त वा नान्देस्का, अहिलेसम्म नगरेको कुरा के हो, उहाँ लेडिजले अहिलेसम्म के गर्नु भएको छैन, त्यसलाई हामीले चुज गर्न पर्ने छ है त। ल चुज गरौँ त, थोरै यतातिर लगाएर। 早くから起きて、そう、 हाई सुन्नुहोस् है त। 今朝も早くから起きて、掃除したり、洗濯したりして忙しかったです。毎日の仕事ですから仕方がありません。食事はもうできていますが、主人と子供たちはまだ寝ています。食事が終わってから友達とスーパーへ行きます。休める時間はありますが、夜11時の後ですよ。 हाई कति नम्बर लगाउनु भयो नि कमेन्ट गर्नुहोस् है त। ल सेचुमे सुनौ त, कति नम्बर जस्तो लाग्छ सुनौ त। हाई 早くから起きて掃除したり、 बिहानैबाट उठेर सफा गरेर, 洗濯したりして सेन्ताकु स्टारिस्टे बिहानै उठेर कपडा धुने, सेन्ताकुहरू धुने, सौजी गर्ने, सफा गर्ने भनेको 2 नम्बर उहाँले गरिसक्नु भएको रहेछ है त। 忙しかったです。 इसोगासी कात्ता देश भनेको व्यस्त थिए भनेको है त। 毎日の仕事ですから माइनिची नो शिगोतो देशकारा भनेको मेरो प्रत्येक दिनको काम हो, त्यही भएकोले 仕方がありません。 सिकाता गाडीमा सेन भनेको कुनै उपाय छैन। अब बिहानैदेखि उठेपछि गर्ने नै काम भएको कारणले यो गर्नै पर्यो।
食事はもうできていますが、食事はもうできていますがखाना चाहिँ अलरेडी के गराइसकेको छु त पकाइसकेको छु तर जहिलेसुकै मैले भन्ने गर्छु एन्सरहरू यस्तो तरको पछाडि आउन सक्छ है त तर 主人と子供たちはまだ寝ています。 स्युजिन भनेको आफ्नो हस्बेन्ड र कोदोमताची भनेको बच्चाहरू चाहिँ मादा नेतेमा सधैँ सुतिरहेका छन् मतलब खाना चाहिँ बनाइसक्नु भएको छ सोजी पनि गरिसक्नु भएको छ सेन्ताकु पनि गरिसक्नु भएको छ तर बुढाबुढी के अरे बुढो र छोराछोरी बच्चाहरू उठेका छैनन् त्यही भएर के गर्नुभएको छैन होला त पक्कै पनि खाना खानु भएको चाहिँ छैन 食事が終わってから友達とスーパーへ行きます。 खाना खाइसके पछाडि मतलब खाना खानु भएको छैन खाना खाइसकेपछि साथीसँग कता जानुहुन्छ त सुपर मार्केटतिर जानुहुन्छ 休める時間はありますが、夜11時の後ですよ。 यासुमेरु भनेको बिदा बस्न सक्ने जिकान चाहिँ छ तर यौरुको 11 जायो भनेको बेलुकाको रातिको 11 बजेतिर हो अरे कति नम्बर भयो त थादासीको ताए हाई इचिबान भयो है त निबान र सामबान गरिसक्यो अहिलेसम्म नगरेको कुरा भनेको खाना नखाएको कुरा हो है त हाई जा सुकी ありますが、夜11時の後ですよ。 11 बजेपछि हो है भनेको है ल 女の人は将来何をしますか महिलाले भविष्यमा के गर्नेछिन् पहिला क्वेशन सुन्ने अनि बल्ल एन्सर चुज गर्ने है त ल यी तीनवटा अप्सनबाट कुन जस्तो लाग्छ हजुरहरूलाई चुज गर्नु होला है त ल म पहिला बजाउँछु तपाईहरुले सुन्नुहोस् कमेन्ट गर्नुहोस् अनि बल्ल है त 将来何をするつもり？そうね。小さい頃は警察官や看護師になりたかったのよ。いいじゃないか。でも体が小さいし丈夫でもないから。会社で働くのはどうなの？会社ってあまり好きじゃないし、スーパーのレジもつまらないしね。人と一緒にいるのがいいみたいだから、先生なんかどう？そうね。小学生は可愛いからね。 हाई कति नम्बर लगाउनु भयो बुझ्नु भयो ल जा म बुझाउने कोसिस गर्छु है त हाई हाई ここからですね。いますが、夜11時の後ですよ。将来何をするつもり？将来何をするつもりですか भविष्यमा के गर्ने विचार छ そうね。小さい頃は警察官や看護師になりたかったのよ。 小さい頃はसानो हुने बेलामा चाहिँ केइसात्सु भनेको पुलिस अथवा खाङ्गोशी भनेको नर्स हुन मन लागेको थियो तर いいじゃないか。 राम्रो छैन र でも体が小さいし तर खारादा के छ त शरीर चाहिँ सानो छ小さいし丈夫でもないから जोबुदेमो नाइकारा भनेको बलियो पनि छैन त्यही भएर 会社で働くのはどうなの？ कम्पनीमा कुरा गर्न चाहिँ कस्तो लाग्छ काम गर्न चाहिँ 会社ってあまり好きじゃないし、 खाइसा चाहिँ खासै मन पर्दैन スーパーのレジもつまらないしね。 सुपानो रेजी सुपरमार्केटको रेजी पनि चुमारानाई भनेको बोरिङ हुन्छ अरे झ्याउ लाग्दो हुन्छ अरे 人と一緒にいるのがいいみたいだから、 人と一緒にいるのがいいみたいだからतिम्रो कुरा सुन्दाखेरि कस्तो लागेछ त यिनलाई मान्छेसँग बस्न चाहिँ राम्रो जस्तो लागेछ त्यही भएर 先生なんかどう？ सेन्से नाङ्का टिचरहरू चाहिँ तिमीलाई कस्तो लाग्छ そうね。 सो ने त्यही त नि है सहमत छिन् 小学生は可愛いからね。 शोगाक सेवा भनेको प्राइमरी स्कुलमा पढ्ने केटीकेटीहरू चाहिँ खवाई काराने भनेको के छन् त क्युट हुन्छन् त्यही भएर ल त्यसो भए यी बच्चामा हुन मन लागेको पुलिस र नर्स हो तर यी हुँदै गएपछि यीसँग पावर भएन खासै बलियो भएनन् त्यही भएर कम्पनीको कुरा अथवा यो रेजीमा बस्न पनि उनलाई के लाग्छ अरे त चुमारा नाइ बोरिङ हुन्छ अरे त्यसो भए यिनलाई के बन्न मन रहेछ त हाई थादासीको ताएवा निबान देश इचिबान खेसात्सु भयो साम्बान सुपाको रेजी है रेजी भनेको पैसाहरूको आदान प्रदान गर्ने के लिने अनि उनीहरूलाई दिने अब काट्ने त्यस्तो खाले है त क्यासियर के
पुरुष काममा जाँदा के कुन साधन प्रयोग गरेर जान्छन् अरे? पुरुष है केटा मान्छे काममा जाँदाखेरि कस्तो खाले साधन प्रयोग गरेर जान्छन्? ल पहिला सुन्नुहोस् अनि अप्सन चुज गरौँला है त। 私は会社の運転手で、毎日大きな車に乗って会社の荷物を海のそばへ送ります。それから他の人が荷物を船に乗せます。私はいつも電車に乗って会社に行きます。休みの日に時々家内と一緒に緑の多いところへ遊びに行きます。その時は私ではなく家内が運転します。子供たちはお父さんやお母さんと一緒に出かけたくないと言って、大抵自転車に乗って自分の好きなところに行きます。はい。ल हेर्नु त केबाट जानी रहेछ नि कमेन्ट गर्नुहोस् है। यो सजिलो थियो, बुझ्नुभयो जस्तो लागेको छ मलाई। ल सुन्नुहोस् त। 私は会社の運転手で、 私は会社の運転手。म चाहिँ के हुँ त कम्पनीको उन्टेन्छु भनेको ड्राइभर भएर 毎日大きな車に乗って会社の荷物を海のそばへ送ります。 प्रत्येक दिन ड्राइभिङ गरेर खाइसाको सामान चाहिँ उमिनो सोभा भनेको समुद्रको नजिकसम्म लैजान्छु। それから他の人が荷物を船に乗せます。 त्यसपछि अरू मान्छेले होकानो人は荷物चाहिँ केमा राख्छन् त फुनेमा लैजान्छन्। 私はいつも電車に乗って会社に行きます。 म चाहिँ सधैँ ट्रेनमा चढेर कम्पनीतिर जान्छु। 休みの日に時々家内と一緒に緑の多いところへ遊びに行きます。 बिदाको दिनमा कहिलेकाहीँ श्रीमती खानाई भनेको श्रीमतीसँग मिदोरीगा ओई भनेको हरियाली धेरै भएको ठाउँमा जान्छु घुम्नको लागि। その時は私ではなく家内が運転します。 त्यो बेलामा म नभएर वातासीगा नाकु मैले नभएर खानाई भनेको श्रीमतीले ड्राइभिङ गर्छिन्। 子供たちはお父さんやお母さんと一緒に出かけたくないと言って、大抵自転車に乗って自分の好きなところに行きます。 बच्चाहरू चाहिँ हजुरबा हजुरआमासँग घुम्न मन पर्दैन भनेर आफैले साइकल चढेर मन पर्ने ठाउँतिर जान्छन्, आफूलाई मन परेको ठाउँतिर जान्छन्। हाई कति नम्बर भयो त हजुरहरूलाई के लाग्छ? 2 नम्बर यसको ड्राइभिङ गर्ने हो। यसको जब चाहिँ कम्पनीको गाडी चलाउँछ हो, सामानहरू समुद्रतिर पुर्याउने हो। 3 नम्बरको यो प्रत्येक दिन काममा जाने बेलामा केमा जाने रहेछ त? ट्रेनबाट जाने रहेछ। त्यही भएर थादासीको ताए चाहिँ साम्बान भयो है त। काममा जाँदा केबाट जाने रहेछ त? देन्च्याबाट जाने रहेछ। 1 नम्बर चाहिँ कोदोङहरूले चाहिँ बिदाको दिनमा लैजाने रहेछन् है त, साइकलमा जाने रहेछन्। हाई नेक्स्ट सुनौ त। ओत्तो वा कोनो आतो नानियो सिमास्का। पतिले यसपछि के गर्छन् अरे? पति श्रीमानले के ओत्तोले चाहिँ अब यो पछि के गर्छन्? ड्राइभिङ गर्छन् कि सुसी किन्न लिएर जान्छन् कि यो पानीहरू तताइराखेको छ सफा गर्छन्, के गर्छन्? सुनौ अनि कोताए गरौँ है त। あ、ねえ、今からリナさんがうちに来ることになったんだ。ちょっと駅まで車で迎えに行ってくる。帰ったらお茶を入れるからお湯を沸かしておいてね。うん。あ、僕が迎えに行こうか？リナさんとお寿司を買ってくるから私が行く。あ、今朝庭を掃除してくれてありがとう。きれいになったよ。どういたしまして。はい。कति नम्बर लगाउनु भयो कमेन्ट गर्नुहोस् है त। ल म सुरुबाट भन्ने कोसिस गर्छु, हेर्नुहोस् त। なったんだ。ねえ、今からリナさんがうちに来ることになったんだ。 ने सुन त अबबाट रिना सान घरमा आउने कुरा भएछ। ちょっと駅まで車で迎えに行ってくる。 ちょっと駅までयसो स्टेसनसम्म कुरुमादे भनेको कारद्वारा मुकाइ नि行ってくる भनेको लिनको लागि गएर आउँछु भनेर भनिन्। 帰ったらお茶を入れるから फर्किएपछि रिनासानलाई लिएर आएर फर्किएपछि ओच्याओ इरेरो कारा भनेको चिया बनाउँछु, त्यही भएर お湯を沸かしておいてね。
ओयुओ भनेको तातो पानी, वाकास्ते भनेको उमालेर राख है त, वाकास्ते ओइते ने उमालेर राख है त। うん。あ、僕が迎えに行こうか त्यो म लिनको लागि जाउँ र भनेर भन्दा छ। リナさんとお寿司を買ってくるから、私が行く。 रिनासानसँग ओसुसी किन्नको लागि जाने हुँ, त्यही भएर म जान्छु, लेडिज जाने रहेछ। 今朝、庭を掃除してくれて、ありがとう。 खेसा आज बिहान निवा भनेको गार्डन चाहिँ के गरिदिएर त सफा गरिदिएकोमा आरिगातो, धेरै धेरै धन्यवाद। きれいになったよ。 सफा भयो है। どういたしまして。 दो इतासिमास्ते भनेको वेलकम। ल अब त्यसो भए यिनले के गर्छन् त, ल हेर त, लिन गएर सुसी किनेर लिएर आउने केटीले हो, यिनले लान्नन्। यो 3 नम्बरको बिहानै गरेको हो, त्यही भएर धन्यवाद भनिसकेको छ। के गर्छन् त यिनले तातो पानी तताएर राख्छन्। ओयुओ वाकास्ते ओकिमास। थादासी कोताए चाहिँ निबान भयो। मिलेको थियो मिनासान? के थियो कमेन्ट गर्नु होला है त। नेक्स्ट, तेई वा दोनो उवागी हो वातासिमास का। यो कर्मचारीले कुन उवागी भनेको कुन के त यो लङ कोट के ठुलो कोट चाहिँ दिनुहुन्छ अरे। एउटा यहाँ ग्रे कलरको जस्तो छ, यो पनि ग्रे ग्रे नै छ। यो चाहिँ कुन कलर हो, यस्तो ब्लू कलरको छ है त। ल सुनौ अनि कोताए गरौँला है त। 今日の料理、すごく美味しかったです。ごちそうさまでした。ありがとうございました。ああ、上着を取ってもらえますか？グレーのボタンが黒いコートです。はい。ああ、金さん。 हाई कुन रहेछ नि, कुन लाउनु भयो नि कमेन्ट गर्नुहोस् त ल। छोटो मिठो थियो, ल सुन्नुहोस् त, फेरि एकचोटि सुन्नुहोस् त, म भन्छु नेपालीमा, कमेन्ट गर्नुहोस् है कस्तो थियो। 今日の料理、すごく美味しかったです。 छोनो रेउरी आजको परिकार एकदमै मिठो थियो। सुगोको ओइसिकाता देश एकदमै मिठो थियो। ごちそうさまでした。 गोचिसोसामा देशता भनेको खाना खाइसकेपछि बोलिने शब्द हो। ありがとうございました。 धेरै धेरै धन्यवाद। ああ、上着を取ってもらえますか？ उवागी ओ थोत्ते मोराइमास का। त्यो मेरो ठुलो उवागी ज्याकेटहरू छ, झिक्दिन्छौ कि अरे। グレーのボタンが黒いコートです。 ग्रेन भनेको ग्रे कलरको, बोताङ्गा भनेको बटन चाहिँ कस्तो भएको त कुरोई भएको। यहाँ बटनै छैनन् कुनैमा, त्यही भएर बटन भएको कति नम्बर हो त साम्बान हो। त्यही भएर थादासीको ताएवा साम्बानी नारीमास। मिलाउनु भएको थियो, एकदम सजिलो मिठो आउन सक्छ है त। यस्तै यस्तै खाले आउने त हुने है। ल्याङ्ग्वेज बुझ्नु होला, यही नआए नि ल्याङ्ग्वेज बुझेपछि त यिनै शब्द युज हुने त हुने है त। はい。हाई हजुरहरूले भने जस्तै एउटै क्वेसनमा दुईवटा, एउटै लिसनिङमा दुईवटा क्वेसनहरू भएको लिसनिङ लिएर आएको छु। सुनेर एन्सर दिने कोसिस गरौँ। पहिला प्ले गर्नुभन्दा अगाडि दुईवटै क्वेसन हामीले बुझ्नुपर्ने हुन्छ। किन्सान पानी वितरण गर्ने गाडीसँग जाँदा कुन कुरा लिएर जाँदा राम्रो हुन्छ? उहाँ पानी लिने ठाउँमा जाँदाखेरि के लिएर जाँदा ठिक हुन्छ? बोतलहरू लिएर जाने हो कि साबुन नुहाउने कुराहरू लिएर जाने हो कि खानेकुरा लिएर जाने हो, के लिएर जाने हो, त्यो भयो। त्यस्तै भोलि बिहान 8 बजे सार्वजनिक भवन अगाडि के गर्न सकिन्छ? खानेकुरा पाउने हो कि पानी पाउने हो कि ओफुरोमा छिर्न पाउने हो, के हो? पहिला सुन्नुहोस् अनि म नेपालीमा भन्ने कोसिस गर्छु है त। ल सुन्नुहोस् त। 金さん、こんばんは。あ、こんばんは。まだ水出ませんか？断水、まだ続きそうだよ。大丈夫？水、まだある？あと少ししかないです。どうしたらいいですか？明日の8時に公民館の前に給水車が来るって。行ってみて。え？何が来るんですか？給水車。水がもらえるんだよ。そうなんですか。助かります。水を入れる容器、忘れないでね。ポリタンクとか、なければペットボトルとか。はい。あとね、お風呂も入りたいよね。入れるんですか？うん。市役所の近くに総合福祉センターっていうところがあるんだけど、そこに仮設のお風呂ができたんだって。そうですか。誰でもタダで入れるよ。
でも、きっとみんな行くから並ぶかもしれないね。そうですね。हाई ल 1 नम्बरको कति लगाउनु भयो कमेन्ट गर्नुहोस् 2 नम्बरको कति लगाउनुहोस् कमेन्ट गर्नुहोस् ल सुरुबाट सुन्ने कोसिस गरौँ त कस्तो रहेछ हाई こんばんは。まだ水出ません。ああ、金さん、こんばんは。こんばんは。 ओ कोनबानवा भनिरहेको छ किन्सानसँग बोल्दै रहेछन् まだ水出ませんか？ अझै पानी आएको छैन नि है अरे 断水、まだ続きそうだよ。 दान्सै भनेको पानी नआउने चाहिँ अझै कन्टिन्यू होला जस्तो छ है 大丈夫？ दाइजोबु ठिक छ 水、まだある？ मिजु मादाहरू पानी अझै छ あと少ししかないです。 आतो स्कोसी सिका नाइ देश भनेको अब थोरै मात्रै छ どうしたらいいですか？ के गर्यो भने ठिक होला नि 明日の8時に公民館の前に給水車が来るって。 आस्था नो 8 जिनी भोलिको 8 बजे कोमिङ खान्नो माइनी सार्वजनिक हलको अगाडि के छ अरे त त्यो सुइसा भनेको पानी को इमर्जेन्सी पानी लिएर आउने गाडी आउँछ अरे 行ってみて。 इत्तेमिते गएर हेर त 何が来るんですか？ के आउने हो र 給水車。 त्यो सुइसा अरे 水がもらえるんだよ。 पानी पाइन्छ है अरे そうなんですか。 ए हो र 助かります。 सहयोग पुग्छ थस्कारिमास भनेको म बचे टाइप है त हेल्प हुन्छ भन्न खोजेको 水を入れる容器、忘れないでね。 पानी हाल्ने भाँडो नबिर्सिकन है त ポリタンクとか。 फोरिथाङ्कु भनेको यो है यसलाई के भनिन्छ गिलिन टाइप なければ、ペットボトルとか。 नाकेरेबा भनेको यो छैन भने पेट बोतल भए पनि हुन्छ यस्तो खाले बोतल भए पनि हुन्छ はい。あとね、お風呂も入りたいよね。 अनि ने सुन त ओफुरोमा पनि छिर्न चाहन्छौ है त 入れるんですか？ छिर्न सकिन्छ र 市役所の近くに総合福祉センターっていうところがあるんだけど、そこに仮設のお風呂ができたんだって。 त्यो सियाक्सोको अगाडि चाहिँ ओफुरो बनाएका छन् अरे है त そうですか。 ए हो र 誰でもタダで入れるよ。 जो पनि फ्रीमै छिर्न सकिन्छ है でも、きっとみんな行くからस्योर सबै जान्छन् त्यही भएर 並ぶかもしれないね。 लाइन लाएर बस्न पनि पर्छ है त そうですね。 त्यही त नि है अरे हाई 1 नम्बरको यो पोरिताङ्कु र यो पेत्तो बोतल भयो 2 नम्बरको ओफुरो भयो है त तर यो क्वेसन चाहिँ भोलि बिहान 8 बजे सार्वजनिक भएन कि सियाक्सोको यतापट्टि बनेको उसमा के गर्न सकिन्छ भन्न खोजेको क्वेसन चाहिँ नेपालीमा ट्रान्सलेट गर्दा बिग्रिएछ कमेन्टमा चाहिँ के गर्न सकिन्छ त हामीले त्यहाँ गएर ओफुरोमा छिर्न सकिन्छ है त थादासीको ताए चाहिँ सामान भयो 1 नम्बरको इचिबान भयो के कुरा लिएर जानुपर्छ त पेत्तो बोतल र अथवा पोरिताङ्कु भन्ने यो गिलिन जस्तो चिज लिएर जानुपर्छ भनेर भनेको छ है त ल यसरी नै नेक्स्ट सुनौ त मिलेको थियो अघि कतिवटा मिले कमेन्ट गर्नुहोस् है त ल फेरि पनि क्वेसन हेर्नुहोस् त महिलाले के गर्छिन् होन्ना नो शितो वा नानी हो शिमास्का केटीले के गर्छिन् गीत गाउँछिन् पियानो बजाउँछिन् नाच्छिन् त्यस्तै खुदुमो वा नानी हो शिते कुरेमास्का बच्चाहरूले चाहिँ के गर्दिन्छन् त नि गाउँछन् कि पियानो बजाउँछन् कि नाच्छन् सुनेर दुईटैको एन्सर दिने कोसिस गरौँ तはい、聞いてください。ジョンさん、この後クラスでも話しますが、最後の授業の日に小学校の子どもたちが来てくれます。それでクラスで一緒に歌を歌いたいんです。はい。それで歌の時、ジョンさんにギターを弾いてもらいたいんです。前に弾いてくれた時、すごく上手でしたから。あ、私がピアノを弾きます。ぜひやらせてください。ありがとう。子供たちはダンスを見せてくれるそうですよ。楽しみですね。はい。कति नम्बर लगाउनु भयो नि 1 नम्बरको कति लगाउनु भयो 2 नम्बरको कति लगाउनु भयो कमेन्ट गर्नुहोस् है त हाई हेर्नुहोस् त फेरि सुरुबाट सुन्नुहोस् त ओके きっとみんな行くから並ぶかもしれないね。そうですね。
ジョンさん、ジョンさん、この後クラスでも話しますが、この後यसपछि क्लासमा पनि म कुराकानी चाहिँ गर्छु।最後の授業の日に最後の授業の日にभनेको अन्तिम पिरियडको क्लासको दिनमा 小学校の子供たちが来てくれます。 प्राइमरी स्कुलको बच्चाहरू आउनुहुन्छ। それでクラスで一緒に歌を歌いたいんです。 क्लासमा सबै मिलेर गीत गाउन चाहन्छु। はい。それで歌の時、ジョンさんにギターを弾いてもらいたいんです。 अनि के को बेलामा त त्यो बेलामा जोन सानलाई गीता भनेको गिटार चाहिँ बजाइ पाउन चाहन्छु। 前に弾いてくれた時、すごく上手でしたから。 पहिला चाहिँ उहाँले बजाइ पाएको बेलामा चाहिँ एकदमै सिपालु हुनुहुन्थ्यो अरे। 私がピアノを弾きます。 मैले चाहिँ के गर्छु त पियानो बजाउँछु भनेपछि केटी मान्छेले के गर्ने रहेछन् त पियानो बजाउने रहेछन्। सुरुको क्वेसन के भयो त एन्सर निबान भयो। ぜひやらせてください。 अवश्य गराउनु। ありがとう。子供たちはダンスを見せてくれるそうですよ。 बच्चाहरूले चाहिँ डान्स देखाइदिन्छन् अरे है। भनेपछि कति नम्बर भयो त बच्चाहरूले 3 नम्बरको थाहा बताए भयो है त। 楽しみですね。इन्ट्रेस्ट एक्साइटेड छु नि है भनेको है। हाई मिलेको थियो के थियो कमेन्ट गर्नुहोस् है त। नेक्स्ट हेर्नुहोस् त। हाई दुईटा क्वेसन छन् यसमा पनि, यो पनि इरोजोरीबाटै हो। 6 रेक्टरको भूकम्प आएमा के हुन्छ? पहिलो क्वेसन, भूकम्प धेरै जोडले हल्लिँदा सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ? दोस्रो क्वेसन बुझ्नुभयो? क्वेसन बुझेपछि मात्रै क्लिक गर्ने है त। ल सुन्नुहोस् त।地震が起こったときは、落ち着いて行動することがとても大切です。震度5の地震では、歩くのが難しくなりますし、震度6では、立っていられなくなります。大きな地震が来ても、慌てて動かないでください。揺れを感じたら、机などの下に隠れて、上から落ちてくるものや、倒れてくるものから身を守りましょう。また、できれば、部屋のドアを開けるようにしてください。地震で建物が歪んでドアが開かなくなると、外に逃げられなくなるからです。でも、揺れが強いときは無理をしないでください。身を守ることが一番大切です。あと、例えば、ガスコンロやストーブなど、火を使っているときに地震が起こることもあります。火から離れたところにいるときは、慌てて火を消しに行く必要はありません。火を消すのは、揺れが収まってからにしてください。はい、कति नम्बर लगाउनु भयो नि कमेन्ट गर्नुहोस् है त। ल सुरुबाट सुन्ने कोसिस गरौँ त।はい、これですね。楽しみですね。地震が起こったときは、落ち着いて行動することがとても大切です。 जिसिङगा ओखुत्ता तोकी भुइँचालो आएको बेलामा ओचिचुइते भनेको कुल भएर नातिकन आनन्दले एकदम ढुक्कले के गर्ने त ढुक्कले भन्दा नि यताउति नातिकन भनौँ न कुल भएर ध्यान पुर्याएर कोदो सुरु भनेको काम गर्ने एक्सन गर्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ। 震度5の地震では、 सिन्धो गोनो जिसिन देवा भनेको 5 रेक्टरको भूकम्प आउँदा चाहिँ 歩くのが難しくなりますし、 歩くのが難しくなりますしभनेको हिँड्न के हुन्छ त गाह्रो हुन्छ। 震度6では、 सिन्धो 6 देवा भनेको 6 रेक्टरको भूकम्पमा चाहिँ 立っていられなくなります。 थात्ते हिरारे नाकु नारीमास भनेको उभिएर बस्नै सकिँदैन अरे। ल उभिएर बस्न नसक्ने कुन हो त? इचिबान हो कि निबान हो कि साम्बान हो त? हाई साम्बान गा थादाशी बताए देस। हाई निबान त्यसरी नै सुनाउ त। 大きな地震が来ても、 大きな地震が来てもठुलो भुइँचालो आए तापनि 慌てて動かないでください。 आवातेते भनेको आत्तिएर उभोकानाइदे कुदासाई भनेको नचल्नुहोस्। 揺れを感じたら、 युरेを感じたらतपाईले हल्लिएको थाहा पाउनुभयो भने 机などの下に隠れて、 机などの下に隠れて
भनेको डेस्क इत्यादिको तलपट्टि टेबल इत्यादिको तलपट्टि लुकेर अथवा आफ्नो शरीरलाई बचाएर त्यहाँ पिक्चरमा 3 नम्बरमा देखाए जस्तै 上から落ちてくるものや倒れてくるものから身を守りましょう。 माथिबाट खसेर आउने सामान अथवा ढलेर आउने सामानबाट आफूलाई जोगाऊ। मियो मामोरी मास्यो भनेको आफ्नो सेफ्टी गरौँ। また、できれば माता देखिरेबा सकिन्छ भने 部屋のドアを開けるようにしてください。 कोठाको ढोका खोल्ने कोसिस गर्नुहोस्। 地震で建物が歪んでドアが開かなくなると、外に逃げられなくなるからです。 ठेमुहरू ढलेर ढोका खोल्न सकिँदैन अनि हामी बाहिर जान सकिँदैन ढोका खोलिएन भने। でも、揺れが強いときは डेमो युरेगा चुयै तोकी वा हामीलाई क्वेसन सोधेको छ धेरै नै जोडले हल्लिँदाखेरि युरेगा चुयै तोकी त्यही होइन त भूकम्प धेरै नै जोडले हल्लिने बेलामा 無理をしないでください。 मुरियो सिनाइदे खुदासाई नसकी त्यहाँ जान ढोका खोल्न जान पर्दैन। 身を守ることが一番大切です。 मियो मामोरुको ढोका भनेको आफ्नो शरीरलाई पालना गर्ने कुरा अथवा सेफ्टी गर्ने कुरा चाहिँ सबैभन्दा के हुन्छ त इम्पोर्टेन्ट हुन्छ। あと、例えばガスコンロやストーブなど火を使っているときに地震が起こることもあります。 अझै यस्तो आगोहरू ग्यासहरू बालिरहेको बेलामा पनि भुइँचालो जाने सम्भावना चाहिँ हुन्छ। 火から離れたところにいるときは हिकारा हानारेरु तोकोरो भनेको जहाँ ग्यास बालिरहेछन् त्यहाँभन्दा टाढाको ठाउँमा भएको बेलामा चाहिँ 慌てて火を消しに行く必要はありません。 आत्तिएर आवातेते भनेको आत्तिएर आगो निभाउन जाने चाहिँ के पर्दैन त हिचियो भनेको आवश्यकता चाहिँ पर्दैन। 火を消すのは揺れが収まってからにしてください。 आगो निभाउने चाहिँ युरे भनेको जुन हल्लिने थियो त्यो ओसामात्ते कुरा रोकिएपछि यसरी हल्लिने चाहिँ के भएपछि त रोकिएपछि मात्रै गर्नुहोस्। हाई कति नम्बर लगाउनु पर्यो त धेरै नै जोडले हल्लिँदा के गर्नु पर्यो त पहिला सबभन्दा पहिला आफूलाई के गर्ने त मामोरु गर्ने कुरा चाहिँ इचिबान थाइसेस देश भनेर भनेको थियो। त्यही भएर थागासी गोताए कति नम्बर भयो त सम्मान भयो। हाई मिनासान आजको हाम्रो यो 13 वटा क्वेसन छन् क्या 13 वटा क्वेसन कस्तो लाग्यो राम्रो लागेमा उपयोगी जस्तो भएमा लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला। हाई मिनासान अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। हाई सायोनारा।